हेलो साथीहरू, तपाईहरूलाई चाहिँ आज म फेसबुकको पासवर्ड कसरी चेन्ज गर्ने त, पुरानो पासवर्डलाई हटाएर नयाँ पासवर्ड कसरी राख्ने त है, भिडियो स्किप नगरिकन हेर्नु होला अन्तिमसम्म। तपाईँहरूलाई म पासवर्ड चेन्ज गर्न सिकाउँदैछु है त। तपाईँले आफ्नो फेसबुकलाई ओपन गर्नुहोस् र तपाईँहरूले यहाँ माथि देखिराख्नु भएको थ्री डटमा क्लिक गर्नुहोस् र हामीले चाहिँ यहाँबाट गएर पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ र यहाँ गइसकेपछि यहाँ सेटिङ देख्नुहुन्छ, यसलाई क्लिक गर्नु होला साथीहरू है। यसलाई क्लिक गरिसकिसकेपछि यहाँ हामी सर्च बार देख्छौँ, यसलाई सर्च गर्ने। अब यहाँ टाइप गर्नुपर्छ हामीले चेन्ज पासपोर्ट। चेन्ज पासपोर्ट यहाँ गएर चाहिँ तपाईँले कुन आइडीको पासवर्ड चेन्ज गर्नु हुने हो हैन, त्यो आइडीलाई चाहिँ सिलेक्ट गर्नुपर्छ है त। मैले एक्जाम्पलको लागि यसलाई सिलेक्ट गरिदिएँ र यहाँ करेन्ट पासवर्ड तपाईँको पुरानो पासवर्ड के हो त्यो हाल्नुपर्ने हुन्छ यहाँ। र सेकेन्डमा न्यू पासवर्ड हालेर तपाईँले फेरि तल चाहिँ रिटाइप न्यू पासवर्ड हैन, यहाँ माथि पासवर्ड हाल्ने, फेरि अनि त्यहाँ मुनि त्यही सेम टु सेम त्यही पासवर्ड हालेर चाहिँ तपाईँहरूले आफ्नो फेसबुकको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। ल, भिडियो मन परे चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला है साथीहरू।